हेलो साथीहरु, गुड मर्निङ, नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि फेरि अर्को डे चाहिँ हामी नयाँ ब्लगको साथ आइसकेको छौँ। तर एउटा प्रब्लम चाहिँ के भयो भने मैले हिजो राति पनि भनेको थिएँ हैन, हामी चाहिँ आज रारा जाने हो हाम्रो खासमा रुटिन अनुसारले चाहिँ। तर हाम्रो 65 जना चाहिँ अझै पनि यहाँ होल्डमा भएको छ सबैजना साथीहरु। अब प्लेन नउडेको कारणले अब आज पनि फर्किनुहुन्छ कि जानुहुन्छ त्यो थाहा भएन। तर हामी चाहिँ यही छौँ। हाम्रो अब भोलि पालो आउँछ। आज उहाँहरू जानुभयो भने हामी भोलि बल्ल जान पाउँछौँ। उहाँहरू जानु भएन भने हाम्रो पालो कहिले आउँछ थाहा छैन। हामी चाहिँ सबभन्दा थर्ड 17 गतेको नि गएको छैन। 17, 18, 19 हो नि त हैन, 3 दिन भइसक्यो। 17 गतेको नै मान्छे उडेको छैन भनेपछि अब 19 को त पुरै नगरौँ कहिले आउँछ हैन। सो त्यही पनि अब हामी धैर्य धारण गरेर बसिरहेको छौँ। अब चाहिँ हामी ब्रेकफास्ट लिन जाँदैछौँ। सो अब चाहिँ हाम्रो खाजाको टाइम बल्ल भयो हैन। सो गाइज अब चाहिँ हामी बाहिरतिर घुम्न निस्क्यौँ हैन। 3:30 भइसक्यो। हामी चाहिँ अब रुममा टिकटक बनाएर अब फोटोहरू एडिट गरेर बसिरहेको थियो। खानाको टाइम चाहिँ सकिसकेको रहेछ। सो हामीले खाना चाहिँ खाएनौँ हैन। बाहिरतिर हामी केही खान जान्छौँ। हामी बस्ने होटल चाहिँ यही हो है। के अरे नाम? डायमन्ड। खोइ नाम कहाँ छ? होटल डायमन्ड्स भन्ने ठाउँमा चाहिँ हामी छौँ। त अब हामी घुम्न हिँड्यौँ यसो बाहिरतिर सास फेर्नलाई, नेपालगञ्जको हावा लिनलाई। कस्तो गर्मी छ कि बाहिर कुरै नगरौँ। तापक्रम एकदम हाई छ। तापक्रम बढ्यो भन्ने कि त यहाँ ठिक हुने हो क्या खासमा। नेपालगञ्ज सहर चाहिँ यही हो है साथीहरू, हेर्नुहोस् ल। हामी बसेको होटल चाहिँ यो हो गाइज हैन। अब चाहिँ हामी बाहिरतिर यसो सपिङको लागि जाँदैछौँ। अगाडिबाट हेर्दा चाहिँ यस्तो दामी छ यो होटल। यसरी गाडी हिँडिरहेछ यो रोडमा। यस्तो तातो गर्मी छ कि अहिले हुप भइरह यहाँ हैन। सास फेर्न पनि एकदम गाह्रो भइरहेछ। नेपालगञ्जको बजार हेर्नुहोस् यहाँ सपिङ। फेरि मलाई चाहिँ जुन हेरे त्यही राम्रो लाग्छ। अब सानो मान्छेको ब्लेजर हेर्नु न कति राम्रो बच्चाको। बजार त माथिसम्मै छ जस्तो छ। धेरै लामो कस्मेटिक खोजे, कस्मेटिक चाहिँ छैन जस्तो छ। यसलाई देखाए हेलो गर्नु न त। यता नि देखाउनु न त। नेपालगञ्जको हिरोहरू हो तपाईहरु कि डनहरू हौ? डनहरू हजुर। नाम सरिता घिसिङ। सर्च गरेर हेर्नु ल। भरे गएर मेरो सब्सक्राइबर देखेर चाहिँ फेरि बिहोस होला नि। मान्छे भने रोडमा भिडियो बनाउँदै हिँड्ने सब्सक्राइबर भने कति थोरै भन्ला फेरि। ओ यहाँनिर हेर्नु त जिन्सको प्यान्टहरू कति राम्रो राम्रो। ऊ वाला हेर्नु त्यो। कस्मेटिक त छैन कि क्या हो यो बजारमा यार। भोक लाग्यो यार मलाई त। किटिक भयो। लाफिङहरू पाएको भए नि खान्थ्यो। यस्तो गनाउने मैले कसरी खाने होला है आमा। मोमो चाउमिन अरू चाउमिनै हुन्छ बरु। दुईटा भेज गरिदिनु न। हाफ हुन्छ दुई ठाउँमा हाफ हाफ गरिदिनु न ल। रेड बुल छ तपाईँसँग एक्सट्रिमवाला? हो रेड बुल पनि एउटा दिन। चाउमिनको कलर चाहिँ बेसराले क्या। सो गाइज अब चाहिँ हामी खाजा साजा खाएर सपिङको लागि हिँड्दैछौँ होइन। हामीलाई धेरै सामानहरू चाहिरहेको छ। हामीलाई क्याप किन्नुपर्ने छ। यस्तो गर्मीमा भोलि त्यहाँ माथि लाउन पनि क्याप चाहिरहेको छ। अनि त्यसपछि अर्को भनेको अरू चिजहरू पनि जस किन्नुपर्ने छ। त्यही भएर यहाँनिर चाहिँ वेस्टर्न मार्ट भन्ने एउटा रहेछ। वेस्टर्न मल भन्ने रहेछ, मार्ट होइन रहेछ। अब त्यहाँ चाहिँ हामी छिर्दैछौँ। म तपाईँलाई देखाउँछु। यहाँनिर रहेछ वेस्टर्न मल भन्ने चाहिँ। ए हेर्नुहोस् ल, यहाँ आइपुग्यौँ हामी चाहिँ। अब यहाँ हामी सपिङ गर्छौँ अलिअलि। मेन चाहिँ के चाहिएको छ भने स्याम्पू हो। यो वाला फेस वास राम्रो हुन्छ कि। एउटा फेस वास यो घरमा नि काम लाग्छ मलाई। यो लिन्छु। कतै 4 हो। टिक्चर 4 कतै 4 हो चुकाते आमा। हेलो साथीहरू, अहिले चाहिँ हामी यहाँ अलिअलि बजारतिर घुमेर होटल आइपुगिसकेका छौँ होइन। कस्तो गर्मी भएर यहाँ अलिकति स्विमिङ पुलमा रमाम भनेर आएको। स्विमिङ कस्ट्युम पनि यहीँ पाउँछ अरे। स्विमिङ कस्ट्युम आएपछि एकछिन चाहिँ यस्तो पानीमा रमाम भन्ने कुरा हो। हामीले जान स्विमिङ हेर्नु न तर्सिसक्यो मान्छे। हामी अब स्विमिङ गर्न जाँदैछौँ होइन। यहाँ लजाएर बिहोस हुन लागिसक्यो एकजना मान्छे पुगेछ। अब हामी दुईजना बिस्तारै स्विमिङ गर्छौँ। त्यो अर्को मोबाइल चाहिएको थियो कि, अर्को मोबाइलमा टिकटक बनाउनलाई। यसमा चार्ज सकिसक्यो यार। चार्ज गरिदिनु होला यहाँ दियो भने। सो गाइज अहिले हाम्रो स्विमिङ सबै सकिसक्यो। आज हाम्रो नयाँ साथी हुनुहुन्छ यताको। गाइज आजको ब्लग चाहिँ यतिकै अन्धाधुन्दामै सक्यो। लास्ट कमेडी भएछ के वाला रे? छेउन टुप्पोको ब्लग भयो आज चाहिँ। आज दिनै चाहिँ छेउन टुप्पोको छ भने आजको दिनै छेउन टुप्पोको छ। खासमा किन भन्ने म भन्नुहुन्छ भनेपछि आज पहिलो कुरा भनौँ भने हामी कहाँ गयौँ भनेपछि कहाँ रे हामी गएको? न्यू रोड बजार। अनि के चोक पो भन्दै थियो बिर्स्यो। जस हामी नेपालगञ्जको न्यू रोड भन्ने बजारमा घुम्यौँ होइन। यो नेपालगञ्जको एउटा सबभन्दा खतरा कुरा चाहिँ के रहेछ भनेर म तपाईँलाई सुनाउँछु होइन। यहाँनिर छ नि
हामीले चाहिँ जस नयाँ एक्सपिरियन्स पनि लिन पायो होइन, एकछिन घुमेर भए पनि होइन। हामी खासमा गएको चाहिँ अलिअलि राम्रो लुगा वान पिसहरू पायो भने लिएर आउनु पर्यो। अब हामी अलि धेरै बस्ने जस्तो कुरा सुनियो, त्यसपछि यतातिर घुम्नको लागि अब लुगा त हामीले लिमिटेड मात्र लिएर आएको छौँ नि त। अब चाहिने जति मात्र ल्याएछौँ, अब यहीँ लगायो भने फेरि माथि के लाउने भन्ने हुन्छ नि त। अनि त्यही भएर यहाँ बस्नुन्जेल चाहिँ बाहिरतिर घुम्न जाँदाखेरि वान पिसहरू पाइन्छ भने जाउँ भनेर गएको है। वान पिसको प्राइस सुनेर झन्नैले बिहोस भएन म, 2-3 चोटि जति झन्नै ढलेन होइन। काठमाडौँमा अहिले कति वान पिस चलिरहेछ होइन। म साँच्ची भनेको म त त्यो कुरा घरिघरि सोचेँ क्या मैले। अस्ति भर्खर मात्र मैले काठमाडौँमा एउटा वान पिस हेरेको थियो। त्यो वान पिसको प्राइस चाहिँ कति थियो भने अनलाइनमा के अनलाइनमा 2450 थियो क्या होइन। अब त्यो एउटा राम्रो क्वालिटीको एउटा नराम्रो क्वालिटीको दुईटो क्वालिटीको आउँदो रहेछ त्यो वान पिस चाहिँ। अनि सस्तो खालको किन्यो भने त 1300 जतिमै आउँछ होइन त्यो वान पिस चाहिँ। खासमा त्यो दुईटा डिजाइन छ कि त्यसको, लङवाला फ्लोरल वान पिस है, प्याडेडवाला। लुगा त मन पर्यो, के गर्नु अब सोधेको है। काठमाडौँमा त नभनौँ होइन, अब त्यो कहाँबाट पोस्ट गर्छ अनलाइनमा, त्यो अनलाइनहरूमा मलाई एक्ज्याक्ट नाम पनि थाहा छैन। मैले जस्ट 2-3वटा पसलमा सोधेको थियो क्या त्यो वान पिसको प्राइसहरू। कलर मन नपरेर मैले लास्टमा लिएन। मलाई मनपर्ने कलर चाहिँ सकेको थियो, मलाई चाहिँ रेड चाहिरहेको थियो। रेड चाहिँ सबै पसलहरूमा थिएन क्या। अनि मैले सोद्धाखेरि प्राइस सोद्धाखेरि त्यो लुगाको 2450 थियो क्या। अनि आज यहाँ आयो है, त्यही लुगा मैले देखेँ तर राम्रो कलर त थिएन यहाँ पनि। त्यही पनि अब इमर्जेन्सी जस्तो भयो नि त हामीलाई। अनि त्यही भएर किनौँ न त भनेको त 5590 रे। त्यो भनेको कति पर्सेन्टेजले प्रफिट लिएको। ओ माई गड। अहिले फेरि मान्छेहरू भन्छ होला होइन क्वालिटीमा भर पर्छ भने त क्वालिटी स्वालिटी केही पनि हामीलाई पनि थाहा हुन्छ हौ। लुगा किन्ने मान्छेलाई कुन चाहिँ क्वालिटीको कपडा कतिसम्म महँगो पर्छ भन्ने कुरा त हामीलाई पनि थाहा हुन्छ। तर त्यो चाहिँ अति नै म त छक्कै पऱ्यो आज जति म छक्क जिन्दगीमा कहिले परेको थिएन है। यत्रो धेरै पनि प्राइस लिँदो रहेछ यार एउटा लुगाको। त्यो लुगा कतिमा किन्यो होला त्यो मान्छेले? कुनै मान्छेले त्यो लुगा 2450 भने ल 2500 भनौँ न, त्यो लुगा एउटा मान्छेले 2500 बेचिरहेछ भने उसले पनि नाफै खाएर बेचे होला, घाटामा त बेचाएन होला। उसले नाफा खाएर 2500 बेचिरहेछ भने उसले 5500 लेख्नु पर्ने चाहिँ के चाहिँ रहेछ हो। आज चाहिँ दङ छक्कै पर्यो है। एकछिन भए पनि घुम्यो, घुम्न त खुट्टै दुख्ने, एकछिन पनि के भन्नु खुट्टै दुख्ने गरी हिँड्यो। अनि सबै प्रायः जस्तो होलसेल बजार रहेछ यतातिर। न्यू रोड भनेको चाहिँ प्रायः होलसेलै रहेछ है, होलसेलै रहेछ यता पनि। अब होलसेलतिर त खासै केही पनि नपाउँदो रहेछ। अब रिटेलमा जसरी एउटा दुईटा पिस नदिँदो रहेछ। प्राइस सुनेर चाहिँ जस ढलियो होइन। म चाहिँ अब के सजेस्ट गर्छु भने अब यो नेपालगञ्जमा चाहिँ अलिक धनी मान्छे मात्रले सपिङ गर्न सक्ने ठाउँ रहेछ है। अब हामी जस्तो मान्छे नै गरिब बन्नु पर्यो यहाँ होइन। हामीले जति त लुगामा कसले खर्च गर्छ होला र होइन। लुगा भनेको जहाँ गए पनि चेन्ज गर्नुपर्ने एउटा लुगाले हुन त छोरी मान्छेहरू प्रायः यस्तै नै हुन्छ। तर अलि अति नै भएको जस्तो लाग्छ क्या हामी चाहिँ होइन। त्यही भएर यतिको मान्छेलाई त गाह्रो भयो भनेपछि अब होइन। अब नर्मल मान्छेले त त्यो लुगा त जिन्दगीमा लाउँदैन यार। 5500को लुगा लाएर कहाँ जाने? त्यो वान पिस पनि 5500को लाएर कहाँ चाहिँ जाने क्या? कस्तो अचम्म भयो आजको दिनमा चाहिँ। जिन्दगी पनि छक्कै पर्यो। लास्टमा हामीले क्याप पनि हेऱ्यौँ। क्याप पनि 1800, 1900, 2000सम्मको क्याप हेऱ्यौँ। तर हामीले लास्टमा 300मा क्याप लिएर आयौँ साथीहरू। किन भन्दाखेरि मार्केटहरू 300 देखि 3000सम्मको क्यापको मार्केट रहेछ आज। त्यही भएर 3 छक परेर आयौँ होइन। अनि खानासाना खायौँ। अब भ्लग एकदम थाक्यो क्या। अनि भ्लगै बनाएन। अनि खाना खाएर अब चाहिँ दुईजना अब मान्छेहरूको टिकटक हेर्दै हाँस्दै, आफ्नो टिकटक हेर्दै हाँस्दै बस्छौँ। अब हामी सुत्छौँ ल गाइजहरू। आजको भ्लग चाहिँ यस्तै भयो है। कस्तो विरक्त लागिरहेछ। भोलि पनि जाने कि नजाने खासै ठेगान चाहिँ बाखेन होइन। रारा जाने भनेर आएको। अब साह्रै दुःख पाउँला जस्तो छ। अब चाहिँ हामी सुत्छौँ होइन। अब फेरि भोलि आउँछ मेरो नयाँ भ्लग चाहिँ। सो आजको लागि चाहिँ बाई बाई भन्न चाहन्छु। भोलि भेटौँला साथीहरू। गुड नाइट।